भन्नु। हामी एकदम खुसी छौँ। अहिले रातिको 1:10 भयो जस्तो छ लगभग। अनि चाहिँ हाम्रो सबै कुरा चाहिँ सुनिदिनु भयो उहाँ माननीयज्यूले र सबै कुरो लिखित गरेर दिनुभएको छ कि हप्ता दिनभित्रमा सबै कुरो चाहिँ ओपन गरिदिन्छौँ, किनकि नयाँ नियम लागू गर्नलाई टाइम दिनुपर्छ, त्यो सङ्घीय बस्नु पर्यो। अनि तपाईँको अर्को के भन्छ यो संसद बस्नु पर्यो, त्यसपछि क्याबिनेट बस्यो, त्यसपछि होला समय लाग्छ। खुसी लाग्यो नि आजको तपाईँको चित्त बुझाइ के छ? ठिक छ नि? न्याय पाउनु भएको छ? सानो नानीले त्यहाँनिर मान्छेले त्यहाँ हामीलाई पनि तपाईँहरूलाई पनि हामीले अन्याय गर्यौँ भनेर के भनेछौँ? नाम अमर भयो। हामीले गल्ती गरेका छैनौँ नि, मान्छेले त हामीलाई दोष लागिरहेको छ नि, सिमरा आउनु दिन्न रे, न्याय पाउनु खुसी हुनुहुन्छ नि। ल राम्ररी बस्नु होला है, जनताले बुझ्छन् एक दिन होइन, हजुरहरूले न्याय पाउनुपर्छ। सधैँ हामी तपाईँहरूको साथमा छौँ है। धन्यवाद।